यो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बडेघाट गाउँपालिका वडा नम्बर 2 को हात्तीढुङ्गा सकन्यार टोटीफेद पर्यटन पदमार्गको काम सम्पन्न भएको छ। यो 5 लाख ज्यालादारी र 1,50,000 गाउँपालिकाको साझेदारी कार्यक्रममा सम्पन्न भएको छ। निकै यहाँ सकन्यारको दाह संस्कार गर्ने ठाउँ भएको कारणले यो बाटो निकै असजिलो थियो। अहिले हामीले यो बाटोमा 2 मिटर चौडाइ ढलान गरेर 4 जनाले सब बोकेर झर्न मिल्ने बोकेर हिँड्न मिल्ने बाटो बनाएका छौँ। र हिजो राति परेको ठुलो पानीले अलिअलि हिस्कोहरू खसेको छ। यो सफा गर्नु पर्ने पनि छ। हामीहरू यो गुल्मी सर्ने पुल र हाम्रो हात्तीढुङ्गा मरानघाटमा जाने पुलमा जाने बाटो यो अहिले निकै सहज रहेको छ। रातिको वर्षाले यहाँ सानो सानो अहिले काटेको नयाँ ढिस्को माटोहरू झरेको छ। र अहिले यो जुन म भिडियो बनाइरहेको छु, भिडियो देखाइरहेको छु, यो चाहिँ मध्य पहाडी राजमार्गसँग जोडिएको छ। र अहिले यो बाटोमा 4 जनाले सब बोकेर खोलामा जान सकिने गरी बनाइएको छ। यो चाहिँ गीता थापा, गोमा घरती, ईश्वरी थापा लगायतको महिला टिमले निर्माण सम्पन्न गरेको छ। म यो टिमलाई अत्यन्तै मनैदेखि हृदयदेखि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। महिलाहरूले पनि यति राम्रो काम गर्न सक्नुहुँदो रहेछ भन्ने देखाउनु भएको छ। यसको लागि सकन्यारको महिला दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हेर्नुहोस्, हामी यो बाटो हाइवेमा लिएर जोडेका छौँ। धन्यवाद।